कन्काई नगरपालिका वार्ड नम्बर 1 र 7 को सिमानामा महेन्द्र राजमार्गदेखि उत्तरतर्फ रहेको यो भवन, यो सरकारको बजेट हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूको खुन पसिनाबाट तिरिएको करबाट निर्मित यो भवनको अवस्था सुरक्षाको दृष्टिकोणले हेर्दाखेरि पनि यो भवन सुरक्षित छैन। जताततैबाट भित्र छिर्ने ठाउँ पनि छ, जो कोही पनि सजिलै यहाँबाट छिर्न सक्छ। अगाडिबाट मात्रै तपाईले तालचा देख्न सक्नुहुन्छ, अगाडिबाट मज्जाको तालचा लगाइएको छ। यो भवनको अवस्था के रहेछ, यो भवन के को लागि रहेछ, के को प्रयोगमा आउँछ यो भवन, र यो भवनबाट कसले लाभ लिइरहनु भएको छ अहिलेसम्म, यहाँ के हुन्छ भन्ने कुरा जानकारी लिनको लागि हामी यहाँ उपस्थित भएका छौँ। अलि नजिकबाट मैले यहाँ एउटा पेपर पाएको छु, सानो A4 साइजको पेपरमा चिस्यान केन्द्र सम्पर्क नम्बर भनेर यहाँ केही नम्बर छोडिएको छ। समय बिहान 10 देखि 2 बजेसम्म भनेर चाहिँ लेखिएको छ। यदि यो चिस्यान केन्द्र हो भने कति किसानहरूले चाहिँ आफूले उत्पादन गरेका वस्तुहरू ल्याएर यहाँ स्टोरेज गर्न पाउँछन्, गरिरहेका छन् र सुविधा लिइरहेका छन्। कन्काई नगरपालिका वार्ड नम्बर 1 ले बनाएको भवन हो भने कन्काई नगरपालिका वार्ड नम्बर 1 का कति किसानहरूले चाहिँ आफ्ना उत्पादित वस्तुहरूलाई बिग्रिने छन् भने यहाँ चिस्यान केन्द्रमा ल्याएर राख्ने सुविधा पाएका छन् त, त्यो विषयमा हामी प्रश्न पक्कै पनि राख्नेछौँ।